यसैलाई बनाएर हुन्छ। यो डिजाइन ठिक छ भन्ने सबै प्रमाणित भयो भने यसैलाई अगाडि बढाउँछौँ, छैन भने प्रमाणित भएन भने नयाँ पुलको लागि टेन्डर हुन्छ, अगाडि बढ्छ र यो क्षेत्रको यो लाइफ लाइनलाई हामीले बनाउनै पर्छ। यो बजेटको पनि समस्या होइन, के पनि समस्या होइन, अगाडि बढ्छौँ। यो चाँडै नै यो डिसिजन हामी मन्त्रीज्यू जसले यो पुलको डिजाइन गर्नुभयो र भाँसियो त्यो ठेकेदारलाई र त्यो इन्जिनियरलाई कारबाही हुन्छ कि हुँदैन त्यो पनि माग छ स्थानीयहरूको। हजुर हजुर कारबाही हुनु पर्यो। हैन, यो विषयमा मैले यही नै भनिसकेँ। ओभरसाइट एजेन्सिजहरूले चाहिँ यसको छानबिन पनि गरिरहेछ होइन। छानबिनले जे देख्छ त्यो छानबिन अनुसार त्यसले आएको रिपोर्ट अनुसारको कारबाही गर्नुपर्ने मान्छेहरूलाई कारबाही हुन्छ। छानबिन भइरहेको हुनाले छानबिनको कुरालाई मैले भन्न मिल्दैन। छानबिन भइसकेको छ। उहाँहरूलाई कुनै पनि प्रेसर गर्नुपर्ने, उहाँहरूले एकदमै स्वतन्त्र रूपले गरिराख्नु भएको छ। स्वतन्त्र रूपले गरिरहनु भएको छ। त्यो छानबिन को रिपोर्ट आओस् होइन। रिपोर्ट आइसकेपछि त्यसले पनि बताउँछ र हामी चाहिँ सरकारको तर्फबाट कुनै पनि हालतमा यो क्षेत्रको यो लाइफ लाइनलाई छिटोभन्दा छिटो बनाउने हिसाबले हामी लाग्छौँ।